ब्रह्माण्डको विशाल शान्तिमा एक अदृश्य दिव्य उपस्थिति हामीलाई घेरिरहेको छ। आकाशतिर हेर्नुहोस्, हरेक बिहान उदाउने सूर्यले पृथ्वीलाई उज्यालो र न्यानोपन दिन्छ। सबै जीवलाई जीवन प्रदान गर्छ। धेरै मानिसहरू विश्वास गर्छन् कि यो निरन्तर प्रकाश ईश्वरको वरदान हो। रातमा चम्किने चन्द्रमा शान्त भएर हामीलाई हेर्छ। समुद्रका छालहरू मार्ग देखाउँछ र हाम्रो मनलाई शान्ति दिन्छ। यसले हामीलाई सम्झाउँछ कि अँध्यारोमा पनि हामी एक्लै छैनौँ। हाम्रो दृष्टिभन्दा टाढा असङ्ख्य ग्यालेक्सीहरू आकाशमा फैलिरहेका छन्, असीम, रहस्यमय र अद्भुत। यसैले हामीलाई सम्झाउँछ कि ब्रह्माण्डको रचना गर्ने कुनै महान शक्ति छ। अब वरिपरि हेर्नुहोस्, अग्ला रुखहरू मौन प्रार्थना जस्तै उभिएका छन्। हामीलाई छाया, अक्सिजन र आश्रय दिन्छन्। तिनका जराहरू पृथ्वीभित्र गहिरो पुगेका छन्। जसरी विश्वास हाम्रो हृदयमा गहिरो बस्न सक्छ। बहने नदीहरूको मधुर आवाज सुन्नुहोस्। तिनीहरू निरन्तर बग्छन्, भूमि शुद्ध पार्छन् र जहाँ जान्छन् त्यहाँ जीवन ल्याउँछन्। तिनीहरूको यात्रा ईश्वरको ऊर्जा संसारभरि बगिरहे जस्तै देखिन्छ। शान्त वनमा हिँड्दा हरेक चरा, पात र हावाहरूको स्पर्शमा पवित्र सन्देशको अनुभूति हुन्छ। र ती विशाल पहाडहरू हेर्नुहोस्, शताब्दीयौँसम्म अटल उभिएका, आकाशलाई छोइरहे जस्तै मानव ईश्वरतर्फ पुग्न खोजिरहेका छन्। सूर्यको किरणमा आकाशका तारामा, हरेक रुख, नदी र पहाडमा धेरैले ईश्वरको उपस्थिति महसुस गर्नुहुन्छ, जसले हामीलाई सम्झाउँछ कि हामी यो विशाल सृष्टिका एक हिस्सा हौँ र यही सुन्दरतामा हामी विश्वास, कृतज्ञता र शान्ति पाउँछौँ।